जीवन सधैँका लागि बदल्ने एउटा मौन बानी। आदरणीय महानुभावहरू, हामी सबै आफ्नो जीवन बदल्न चाहन्छौँ। हामी नयाँ ठाउँ खोज्छौँ, नयाँ मान्छे भेट्छौँ र नयाँ लक्ष्यहरू बनाउँछौँ। तर धेरैजसो समय हाम्रो जीवन उस्तै रहन्छ। किनभने हामीले बाहिर त परिवर्तन खोज्यौँ, तर भित्रको बानी परिवर्तन गर्न सकेनौँ। एउटा गहिरो आध्यात्मिक सत्य छ, तपाईको जीवन तपाईको दैनिक बानीहरूको एउटा ऐना हो। ठूलो परिवर्तन कुनै एक दिन अचानक हुँदैन। यो त सानो तर गहिरो एउटा बानीबाट सुरु हुन्छ। आज म त्यही एउटा बानीको बारेमा कुरा गर्न आएको छु, जसले तपाईको संसारलाई हेर्ने दृष्टि सधैँका लागि बदल्नेछ। त्यो बानी हो हरेक दिन केही क्षण आफ्नो मनलाई हेर्ने बानी। हामी दिनभर अरूलाई हेर्छौँ, मोबाइलको स्क्रिन हेर्छौँ, अरूका गल्ती हेर्छौँ र संसारका समस्याहरू हेर्छौँ। तर विडम्बना, हामी आफैलाई हेर्ने र सुन्ने समय कहिल्यै निकाल्दैनौँ। जब मनलाई हेरिँदैन, मन बिस्तारै भारी बन्दै जान्छ। र याद राख्नुहोस्, भारी मनले जीवनको सुन्दरता कहिल्यै महसुस गर्न सक्दैन। दिनमा मात्र 5 मिनेट कुनै शान्त ठाउँमा बसेर आफ्नै श्वासलाई महसुस गर्नुहोस्। कुनै जटिल मन्त्र होइन, कुनै कडा प्रयास होइन, केवल सजग उपस्थिति। यो बानीको प्रभाव तुरुन्तै नदेखिन सक्छ, तर यसको जरा धेरै गहिरो हुन्छ। जब तपाईँ आफ्नो श्वासमा ध्यान दिनुहुन्छ, तपाईँ वास्तवमा आफ्नो आत्मासँग जोडिनुहुन्छ। गहिरो चिन्तन र आध्यात्मिक पक्ष। महानुभावहरू, यो बानीले तपाईँको जीवनमा एउटा ठूलो जादु गर्छ, त्यो हो मौनता। जब तपाईँ मनलाई हेर्न सिक्नुहुन्छ, तपाईँको प्रतिक्रिया दिने शैली बदलिन्छ। कसैले तपाईँलाई नराम्रो भन्यो भने तुरुन्तै क्रोधित हुनुको सट्टा शब्द बोल्नु अघि तपाईँको मनमा थोरै मौन आउन थाल्छ। र त्यही सानो मौनताको क्षणमा वास्तविक बुद्धिमत्ता र करुणा जन्मिन्छ। गौतम बुद्धले भन्नुभएको छ, आफ्नै मनलाई जित्नु नै सबैभन्दा ठूलो विजय हो। जब तपाईँ मनलाई साक्षी भएर हेर्न सिक्नुहुन्छ, मनले तपाईँलाई आफ्नो इशारामा नचाउन छोड्छ। तपाईँ मनको दास होइन, मालिक बन्नुहुन्छ। यो एउटै बानीले डरलाई बुझाइमा र दुःखलाई शान्तिमा रूपान्तरण गरिदिन्छ। तपाईँ संसारलाई बदल्न सक्नुहुन्न, तर संसारलाई हेर्ने आफ्नो दृष्टि बदल्न सक्नुहुन्छ। र जब दृष्टि बदलिन्छ, जीवन स्वतः बदलिन्छ। बौद्धिक सन्देश। हामी मध्ये धेरै सोच्दछौँ, म शान्त भएपछि मात्र ध्यान वा अभ्यास गर्छु। तर सत्य उल्टो छ, अभ्यास गरेपछि मात्र शान्ति आउँछ। हरेक दिन आफूसँग बस्ने बानी कमजोरी होइन, यो त ठूलो साहस हो। जो मानिस आफ्नो भित्र हेर्न डराउँछ, उसले नै बाहिरी संसारमा सबै दोष देख्छ। तर जो भित्र हेर्छ, उसले समाधान देख्छ। जब मन स्पष्ट हुन्छ, तब निर्णय स्पष्ट हुन्छ। र जब निर्णय स्पष्ट हुन्छ, जीवनको दिशा आफै स्पष्ट हुन्छ। निष्कर्ष, अन्तमा जीवन बदल्ने बानी कुनै ठूलो कुरा होइन। यो त हरेक दिन सचेत भएर बाँच्ने एउटा कला हो। र यही कला नै साँचो आध्यात्मिक जीवन हो। त्यसैले आजैबाट आफैलाई दिनको 5 मिनेट उपहार दिनुहोस्। मोबाइललाई होइन, आफ्नै मनलाई समय दिनुहोस्। तपाईको सबैभन्दा ठूलो गुरु तपाईँ भित्रै हुनुहुन्छ, मात्र उहाँलाई सुन्ने बानी बसाल्नुहोस्। आफूलाई चिन्नुहोस्, जीवन आफै बदलिनेछ। धन्यवाद।